हेलो एमालेहरू कता हो? पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउने एमाले निकट युवा सङ्घकै कार्यकर्ता भएको खुलासा अरे। अनि एकजना घमण्डी जिद्दी केपी शर्मा ओली छ जसले रात दिन लगातार जेन्जीलाई गाली गरिरहेको छ। कहिले अपराधी भनेको छ, कहिले के भनेको छ, कहिले हाहुको भनेको छ। आफ्नो छोराहरूले चाहिँ यत्रो वितण्डा मच्चाएको यो मान्छेले कहिले देख्छ, कहिले एक्सेप्ट गर्छ, कहिल्यै गर्दैन। बिस्तारै खुल्दै गएको छ, खोजी हुँदैछ, पुष्टि हुँदैछ, बिस्तारै खुलासा हुँदैछ। कुन घर कसले जलायो, संसद भवन कसले जलायो, सिंहदरबार कसले जलायो, बिस्तारै होला होइन। त्यो अब सबै एमालेलै जलायो भन्ने त छैन, तर यो जति पनि सार्वजनिक सम्पत्ति जल्यो यो एमाले, काङ्ग्रेस, माओवादी यिनीहरूकै भरौटेहरूले हो क्या। यहाँ जेएनजीहरूलाई त के जलाउनु पर्छ, के जलाउनु हो केही थाहा थिएन। सिर्फ यिनीहरूलाई एउटाको अर्को पार्टीमा रिस पोख्नु थियो। अनि एकअर्काले व्यक्तिगत घर पनि जति जले यिनीहरू पार्टीकै मिलोमतमा पार्टीकै जलाएको हुन्। अनि एउटा यो मूर्ख छ, अब यसलाई के भन्नु, जहिले यो जेएनजीहरूलाई गाली गरेर बसेको छ। आफूले मात्र होइन आफ्नो छोराहरूलाई पनि त्यही सिकाएको छ। एउटा अस्ति मात्रै कुकुर तिहार मनायो, हिजो कि अस्ति, त्यो व्यक्तिले अपराधी जेएनजी होइनन् भन्दै गाली गर्छ। अनि आफ्ना भरौटीहरूले चाहिँ यो गरेको करतुत यिनीहरूले कहिले देख्छन्? हुन त यिनीहरूको घमण्ड अहङ्कारले कहिले फर्केर पछि हेर्न दिँदैन होइन।